आगामी वर्षको जेठ 30 गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा भाइरल गोर्खेको टिजर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक सिनेमाको 2 मिनेट 8 सेकेन्ड लामो टिजरमा सिनेमाको कथावस्तुबारे प्रकाश पारिएको छ। नेपालमा सामाजिक सञ्जालको प्रयोग र प्रभाव बढ्दै जाँदा भाइरल हुन जे पनि गर्ने प्रवृत्ति पछिल्लो समय बढ्दो क्रममा छ। भाइरलका पछाडि लाग्दाको प्रभाव र असरको परिणाम सिनेमाको सार्वजनिक टिजरमा देखाइएको छ। द जीएमआई एकाडेमी र निर्भना फिल्म्स स्कुलको ब्यानरमा निर्माण भएको सिनेमामा सौगात मल्ल र सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ। विशाल ताम्राकार, महेश लामिछाने र केवल जङ कुँवर निर्माता रहेको सिनेमामा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल छन्। अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लमजुङको भिउज गाउँ गोर्खा र चितवनमा खिचिएको हो।